रेणु दाहाललाई यदि विजय गराएनन् भने यी चितवनवासीलाई पाप लाग्नेछ। रेणु दाहाललाई विजय नै गराउनु पर्छ। म मेरो आफ्नो भित्री हृदयले नै भनेर हात काटेर रेणुकै नाम लेखाछु, दुश्मन साथी सबैलाई देखाछु, तारासँगै जुन नबिर्से जनताले रेणुले लाको गुण। किनभने उहाँले त्यो गुण लगाइसक्नु भएको छ। त्यो ऋणका भारी बोकेका छन् यहाँका जनताले। त्यो ऋणको भारी तिर्छन् त रेणु, तिर्नै पर्छ, तिर्छन् पनि। मलाई ढुक्क छ। मत परिवर्तन गर्ने भन्ने छ रहेछ चितवनमा, सल्लाह भएको छ रे टोलटोलमा। 100% म भन्छु रेणु दाहालले विजय नै गराउँछन्, जनताले विजय गराउँछन्। घन्टी पनि नभनौँ। घन्टीले आज कसले चिनेको थियो र घन्टीले के गर्न सकेको छ र गर्न सक्ने भएको हैन। अवसर दियो भने त हामी गर्छौँ भन्छ नि त। मलाई त्यो विश्वास लाग्दैन। नदिने अवसर हैन। यदि उहाँ भिड्नु नै थियो भने उहाँको पनि एरिया थियो नि त। उहाँ आफ्नै क्षेत्रमा गएर के अरे लडेको भए पनि त हुन्थ्यो नि। किन यहाँ आउनु पर्थ्यो? रेणु दाहालसँग नै भिड्नु पर्ने कारण किन त नि? अझै पनि नबुझ्ने भेडाहरूले भनिराखेका छन् कि जुन सोभिता गौतमले गरेको काम रेणु दाहालले गर्न सक्दैनन्। पढेर मात्रै पनि हुँदैन, पढेको पनि हुनपर्छ। जुन साहस हिम्मत रेणु दाहालमा अब्बल नारी हुन्। उहाँले गरेर देखाउनु भएको छ। उहाँले पढेर मात्रै पनि हुँदैन, पढेको पनि हुनपर्छ। हैन, विषय विज्ञ हो, पढेर आएको ज्ञानी हो। हामी त त्यसै विषयमा चाहिँ अध्ययन गरेर मान्छे हो। हामी त अलि अब्बलै छौँ नि अरू भन्दा त भन्छन् क्या। तपाईँले भनिहाल्नुभयो। उहाँले रेणु दाहालले प्र्याक्टिकल गरेर उहाँले देखाइसक्नु भएको छ नि त। किन गर्न नसक्ने? म त भन्छु अब पनि चितवनवासीले जुन क्षेत्र नम्बर 3 का जनताले रेणु दाहाललाई यदि विजय गराएनन् भने तिनीहरूलाई पाप लाग्नेछ। सोभिता गौतमले काठमाडौँ 2 नम्बर क्षेत्रमा उहाँलाई पनि त विजय गराउनु भएको थियो नि त। किन गर्न सक्नु भएन त नि? एउटा काम त गरेर देखाउन सक्ने थियो नि त। किन देखाउनु भएन? यो जुन रेणु दाहाल भनेको यो यहीँकै बासिन्दा हुन्, यहीँकै मान्छे हुन्। उनले काम गरेर देखाउनु भएको छ। सोभिता गौतमले त म आज भर्खर मात्रै अहिले मात्रै चिन्दैछु। चिन्नु हुँदैन थियो उहाँलाई? पहिला त मैले चिनेको थिएन। चर्चित मान्छे हो त देशको। चर्चित हुन् कानुन विषयमा। कतिपय मान्छेले भन्छन्। नमस्ते, हजुरको शुभ नाम? मेरो नाम सुनिता महतो। हजुरको यो घर चाहिँ? भरतपुर 26 सिसवार। भरतपुर 26 सिसवार भनेको यो पनि क्षेत्र नम्बर 3 मै पर्यो हैन त? 3 मै हो हजुर। ल, अहिले हामी ठ्याक्कै यो अलिकति साँझको समयमा छौँ है। यो नारायणीको तीरमा यो तटबन्धन भइरहेको स्थानमा छौँ हामी। त्यसको ठ्याक्कै माथिको त्यो डिलमा बसेर बोलिरहेछौँ। अब धेरैले रेणु दाहालको प्रशंसा गरिसके पछाडि खासमा रेणु दाहालले के गर्नुभएको थियो भन्ने कुरा जान्नको लागि र जनतालाई बुझाउनको लागि हामी यतिखेर यहाँ छौँ। अब प्रत्यक्ष रूपमा यहाँका जनताले चाहिँ रेणु दाहालको विषयमा पनि धेरै कुराहरू चाहिँ गर्दै पनि आछन् हैन। अब तपाईँहरूले चाहिँ रेणु दाहाललाई कसरी सम्झिनुहुन्छ, कसरी चिन्नुहुन्छ? रेणु दाहाल तपाईँले कसरी बुझ्नु भएको छ रेणु दाहाललाई? रेणु दाहाल भनेको उहाँ एउटा महिला भएर उत्कृष्ट मेयरमा पनि छानिनु भएको व्यक्ति हो। र आजसम्म यो भरतपुर 26 लाई र यो चितवनवासीलाई यतिसम्म उहाँले हेल्प गर्नुभएको छ कि उहाँले गर्नै नसक्ने काम पनि उहाँले काम गरेर देखाउनु भयो। यति साहसी, यति हिम्मतवाला नारी हुन् कि आजसम्म यी 2-3 वर्ष अगाडि पनि हामी वर्षेनी जब बर्खालाई हामी जुन सुरक्षित ठाउँमा हामी भाग्न पर्ने स्थिति थियो, तर त्यति बेलामा पनि उहाँ मेयर साहब आएर हामीलाई हेर्नुभयो। यो तटबन्धको लिएर बाटोघाटोदेखि लिएर हरेक कुरामा विकास गर्नुभएको छ। यो चितवनलाई यति राम्रो सहज, यति हामीलाई सुरक्षा गर्नुभएको छ कि जुन हामी एकदम विशेष गरी हामीले दुःख भएको त हामी नारायणीबाट हो। नारायणी र अर्को यो निकुञ्जको परेको कारणले यो जङ्गली जनावरबाट पनि खेतीबाली त्यसरी नै क्षति भएको छ। तर आज उहाँ मेयर साहब आएर यो जुन खोला पुरै कटानी धेरै कटानी भइसक्यो, तर पनि उहाँ आएर यतिसम्म कटानी रोक्नु भयो। आजसम्म यो रोकेर यसरी हुनै नसक्ने तटबन्धन पनि गरेर देखाउनु भयो। यदि हामीले आज यो चितवनमा यो चितवन 3 मा हामीले त्यो रेणु दाहाललाई हामीले जिताउन सकेनौँ भने हामीलाई धेरै पछुतावा हुनेछ। किनभने यो भन्दा अगामि पहिला पनि हामीले जुन विक्रम पाण्डेलाई हामीले जिताएर पठाएको थियौँ, तर उहाँले केही पनि गर्नु भएन र फर्केर पनि आउनु भएन। उहाँले हामीलाई मेयर साहबले जुन रेणु दाहालले
यति साहस र यति हिम्मतका साथले उहाँले काम गर्नुभएको छ। जुन बाटो पनि हामीले गाडी चल्न त के कुरा, हामी पैदल यात्रा पनि गर्न हामीलाई गाह्रो भएको थियो। त्यति शास्ति हुन्थ्यो है? त्यस्तो शास्ति थियो। त्यस शास्तिमा पनि हामीलाई उहाँले उकास्नु भएको छ। हरेक कुरामा उहाँले हामीलाई सुविधा गर्नुभएको छ। त्यसैले अझै मैले यहाँलाई रोकेँ, जस्तै यहाँ त यहाँले नि भनिहाल्नुभयो यदि रेणु दाहालले यो नगरेको भए भन्नुभयो जस्तो कुरा त गरिहाल्नुभयो। अझ यो चिज नभइदिएको हुन्थ्यो भने चाहिँ यहाँको चाहिँ जति पनि स्थानीयवासीहरू छन् यहाँबाट अन्यन्त्रै छोडेर जानु पर्थ्यो। यतिकै यो जति पनि जग्गा जमिन छ चाहिँ होइन छोडेर जानुपर्ने परिस्थिति हुन्थ्यो यदि यो नहुने हो भन्ने पनि कुराहरू सुन्नमा आयो। यस्तै हो अथवा के हो यो नारायणी कारणले? एकदम सही कुरा हो। यो कटानी भइराखेको हो। कटानीले यहाँका बासिन्दाहरूको थोरै थोरै जमिन छ र यो जमिन बेचेर पनि अन्त हामीलाई आउँदैन। हामीलाई घर बनाउने कि गढेरी किन्ने। अब जुन छानो बनाउने नै हाम्रो जमिन छैन भने हामी कहाँ जाने? त्यही भएर मेयरले यति धेरै राम्रो काम विकास गर्नुभएको छ। यहाँ मजुवाटाडी भन्ने थियो, म देखिराखेको कुरा हो 2-3 वर्ष अगाडिको कुरा। यो मजुवाटाडी यो एरिया नै धेरै थियो, एरिया सबै कटानी बनाएर यो खोलाले लैसकेको छ र वर्षेनी उठीबास कसरी हुन्छ? सुरक्षित ठाउँमा भाग्नुपर्ने स्थिति। तर आज यी तटबन्ध गरेर हामी, किनभने हामी सुरक्षित पनि छौँ, खोला नाला जति उर्लेर आए पनि माथि उक्लेर आएको छैन, हामी एकदम सुरक्षित भनेको यो यसो कारणले तपाईँहरू घरमा आनन्दको निन्द्रामा बस्न सुत्न पाउनुहुन्छ त्यसो भए हैन त? तटबन्धन कारणले? हजुर, तटबन्धनकै कारणले। अब यहाँ त अलिअलि त कुरा त हामीले धेरै पनि सुनिसक्यौँ, तपाईँले पनि भनिहाल्नुभयो। अहिले चाहिँ देशमा चुनावी माहौल छ, अझ चितवनमा त अझै बढी चाहिँ चुनावी माहौल बढी चर्किएको छ भन्ने सुन्नमा आउँछ होइन, देखि पनि रहेछौँ। अब 3 मा पनि त्यस्तै छ भन्ने कुरा छ। अब रेणु दाहाल र रासोपाकी चाहिँ नेत्री सोभिता गौतम बीच चाहिँ कडा प्रतिस्पर्धा हुँदैछ भन्ने कुराहरू छ। माहौल हेर्ने हो भने रासोपामय भएको छ चितवन, 3वटै क्षेत्र चाहिँ घन्टीमय भएछ। अब 3वटै क्षेत्र चाहिँ रासोपाको छ। अब अरू नचिआए पनि हुन्छ, यो तारा सारा केही छैन, खालि यो आकाशमा मात्रै हो तारा भने त अब यो उदाउन सक्दैन भन्ने कुराहरू सुन्नमा आएको छ। के छ कुरो, के भन्छन् जनता? यदि सोभिता गौतमले काठमाडौँ 2 नम्बर क्षेत्रमा उहाँलाई पनि त विजयी गराउनु भएको थियो नि त, किन गर्न सक्नु भएन त नि? एउटा काम त गरेर देखाउन सक्ने थियो नि त, किन देखाउनु भएन? यो जुन रेणु दाहाल भनेको यो यहीँकै बासिन्दा हुन्, यहीँकै मान्छे हुन्, उनले काम गरेर देखाउनु भएको छ। सोभिता गौतमले त म आज भर्खर मात्रै अहिले मात्रै चिन्दैछु। ए चिन्नु हुँदैन थियो उहाँलाई? पहिला त मैले चिनेको थिएन। चर्चित मान्छे हो त देशको, चर्चित हुन्। कानुन विषयमा कतिपय मान्छेले भन्छन्, अझै पनि नबुझ्ने भेडाहरूले भनिराखेका छन् कि जुन सोभिता गौतमले गर्न नसक्ने गरेको काम रेणु दाहालले गर्न सक्दैनन्। पढेर मात्रै पनि हुँदैन, पढेको पनि हुनपर्छ। जुन साहस हिम्मत रेणु दाहालमा अब्बल नारी हुन्। उहाँले गरेर देखाउनु भएको छ। उहाँले पढेर मात्रै पनि हुँदैन, पढेको पनि हुनपर्छ। होइन, विषय विज्ञ हो, पढेर आएको ज्ञानी हो, हामी त त्यसै विषयमा चाहिँ अध्ययन गरेर मान्छे हो, हामी त अलि अब्बलै छौँ नि, अरूभन्दा त भन्छन् क्या, तपाईँले भनिहाल्नुभयो। उहाँले रेणु दाहालले प्र्याक्टिकल गरेर उहाँले देखाइसक्नु भएको छ नि त, किन गर्न नसक्ने? म त भन्छु अब पनि चितवनवासीले जुन क्षेत्र नम्बर 3 का जनताले रेणु दाहाललाई यदि विजय गराएनन् भने तिनीहरूलाई पाप लाग्नेछ। होइन, रेणु दाहालहरू त पुरानो हुनुभयो रे, अब नयाँ चाहियो रे, युवा चाहियो रे। अब हेर्नुहोस् त, देशमा बालन शाह प्रधानमन्त्री बन्ने, सोभिता गौतम कानुन मन्त्री बन्ने, रवि लामेछाने गृहमन्त्री बन्ने, त्यस पछाडि सुशासन हुन्छ। जनताले अहिलेसम्म धेरै दुःख पाए, ती नेताहरूले गरेर भन्ने खालको कुराहरू छ नि त। त्यसो भएर पनि नयाँ चाहियो भन्छन् फेरि कतिले। रेणु दाहाल पुरानो हुनुभयो। मलाई त नयाँ पुरानोमा केही पनि फरक पर्दैन। विशेष गरी मलाई काम गरेर विकास गरेर देखाउन पर्यो, पार्टीको हिसाबले होइन। हामी जुन काम गरेर देखाउनु भएको व्यक्तिलाई छानेका हौँ, हामीले पार्टीका हिसाबले पनि गरेका होइनौँ। र जुन काम गरेर देखाइसक्नु भएको छ, अझै पनि म भन्छु कि रेणु दाहाललाई अत्याधिक मत दिएर विजय गराउँ भन्ने नै मेरो उद्देश्य चाहिँ हो। भनेको रेणु दाहाल नै जित्नुपर्छ भन्ने पक्षमा तपाईँ हुनुहुन्छ? 100। के तपाईँ ताराको मान्छे हो कि क्या हो त? म तारा पनि होइन, तर पनि म भन्छु कि विजय चाहिँ रेणु दाहाललाई नै गर्न। फेरि घन्टीको माहौल पनि उत्तिकै छ अरे फेरि यहाँ होइन, देखिन मान्छेको भिडभाड हेर्दा होइन, धेरै चाहिँ चर्चा भएको मान्छेहरू पनि यहीँ छन् भन्ने कुराहरू पनि छ। के छ, घन्टीको चाहिँ सम्भावना छैन? सोभिता गौतमको यो ठाउँमा सम्भावना छैन? यहाँको जनताले उहाँलाई चुन्नुहुन्न? घन्टी पनि नभनौँ। घन्टीले आज कसले चिनेको थियो र घन्टीले के गर्न सकेको छ र गर्न सक्ने भएको होइन? अवसर दियो भने त हामी गर्छौँ भन्छ नि त। मलाई त्यो विश्वास लाग्दैन। नदिने अवसर?
होइन यदि उहाँ भिड्नु नै थियो भने उहाँको पनि एरिया थियो नि त, उहाँ आफ्नै क्षेत्रमा गएर के अरे लडेको भए पनि त हुन्थ्यो नि, किन यहाँ आउनु पर्थ्यो? रेणु दाहालसँग नै भिड्नु पर्ने कारण किन त नि? अनि विकासको कारणले गर्दा रेणु दाहाललाई जिताउनु पर्यो हो कि अरू पनि केही कारण छन् जिताउनु पर्ने? विकासको कारणले, विशेष गरी विकासको कारणले। विकासको कारणले विकासकै भनेको चितवन क्षेत्र नम्बर 3 मा अथवा भरतपुर महानगरपालिकामा रेणु दाहालले आफ्नो क्षमता प्रदर्शन गरेकै हो। त्यसो भए गरेकै हो, गरेरै देखाउनु। जनताले फागुन 21 मा पत्याउँछन् त रेणु दाहाललाई? पत्याउँछन् है, किनभने उहाँले काम गरेर देखाइसक्नु भएको छ नि। म त भन्छु रेणु दाहाललाई यदि विजय गराएनन् भने यी चितवनवासीलाई पाप लाग्नेछ। म भन्छु यतिसम्म म भन्छु कि म मेरो व्यक्तिगत हिसाबले म त भन्छु रेणु दाहाललाई विजय नै गराउनुपर्छ। म मेरो आफ्नो भित्री हृदयले नै भनेर हात काटेर रेणुकै नाम लेखाछु, हात काटेर रेणुकै नाम लेखाछु। दुश्मन साथी सबैलाई देखाछु, तारासँगै जुन नबिर्से जनताले रेणुले लाको गुण। किनभने उहाँले त्यो गुण लगाइसक्नु भएको छ, त्यो ऋणका भारी बोकेका छन् यहाँका जनताले। त्यो ऋणको भारी तिर्छन् त रेणु? तिर्नै पर्छ, तिर्छन् पनि। मलाई ढुक्क छ। मत परिवर्तन गर्ने भन्ने छ रहेछ चितवनमा, सल्लाह भएको छ रे टोलटोलमा। 100% म भन्छु रेणु दाहालले विजय नै गराउँछन् जनताले। विजय गराउँछन्। गराउँछन्। ल हस्, धन्यवाद यहाँलाई। हस्, धन्यवाद।